एभ्रिवान, सबैलाई फिसी नमस्ते। वेलकम बैक टु अनदर भिडियो है। बैक टु बैक बनाउँदैछु गाइज। यो लास्ट टाइम तपाईँले देख्नुभयो होला यो सेटअप गरेको भिडियो होइन, त्यही बेला नै बनाउँदैछु बैक टु बैक होइन। तीनटा भिडियो रेडी गरेर बिस्तारै अपलोड गरेर होला सोचेर हो होइन। यो भिडियो पनि मेबी मेरो विचारमा लास्टै छोटो नै हुन्छ होला, किनकि काम खास आइसक्यो मेरो र त्यसैले छोटो बनाउँदैछु। अब यो भिडियो चाहिँ के बारे छ भनेर हजुरलाई थाहा नै भइसक्यो होला। हाम्रो यो भिडियो चाहिँ स्पन्ज फिल्टर बारे हुँदैछ होइन। यो पम्प निकाल्न आइरहेछ गाइस। ल यो पम्प निकालिसकेँ मैले। अर्को हामीलाई चाहिने भनेको चाहिँ निकाल्दै जान्छ है गाइस। अर्को चाहिने भनेको हामीलाई चाहिँ पाइप हो होइन। अर्को चाहिने भनेको चाहिँ हामीलाई कन्ट्रोलर पनि चाहिन्छ क्या गाइस होइन। कन्ट्रोलर पनि चाहिन्छ। मेरो दारी हेरेर चाहिँ नबस्नु होला। ठिक छ, हेरे पनि केही छैन। सामान खोज्दै नै छु। सोको हालत बेहाल छ गाइस। एकैचोटि तीनटा भिडियो बनाउँदैछु। सो यो दुईटा र अनि यहाँ एउटा एकोराम बनाउनु पर्ने थियो। त्यो चाहिँ सो म चाहिँ अहिले हतारमै गरिरहेको छु है। हेर्दै गरौँ। ओके गाइस, मैले अघि भनेको थिएँ नि, यत्रो एक्वेरियममा चाहिँ यो फिल्टरले एकदम धेरै फ्लो भइरहेछ। यसको अल्टरनेटमा चाहिँ हामी स्पन्ज फिल्टर पनि जान सक्छौँ होइन। स्पन्ज फिल्टरमा जान सक्छौँ, तर स्पन्ज फिल्टरमालाई चाहिँ हाम्रो पावर दिनलाई चाहिँ बाहिर एयर पम्प चाहिन्छ। एयर पम्प चाहिँ धेरै भेराइटीको धेरै कम्पनीको आउँछ। तपाईँलाई कुन चाहिँ युज हुन्छ त्यही गर्नु। यसको अलिकति ब्याक पोइन्ट भनेर चाहिँ हाम्रो आवाज अलिकति आउँछ होइन। त्यो अब मतलब भएन हाम्रो हबिस्टहरूलाई चाहिँ होइन, बानी परिसकेको हुन्छ। र मैले भन्नु खोजेको यसको अल्टरनेटिभ चाहिँ हामीले यो पनि लिनु मिल्यो र ह्याङ अन ब्याक फिल्टरहरू पनि मिल्छ है गाइस। ह्याङ अन ब्याकको चाहिँ चाँडै नै बनाउला, केही छैन। अहिलेको लागि चाहिँ म स्पन्ज फिल्टरकै बारे भन्दैछु। यसलाई युज गर्न त्यति केही पनि गाह्रो छैन गाइस। यसमा भनेको एकदम सिम्पल मेथड छ। यहाँबाट भित्र एयर जान्छ। एयर गइसकेपछि जब त्यो एयर बाहिर निस्किन्छ नि यहाँबाट, त्यो बेला चाहिँ यहाँ बाहिरको पानीहरू चाहिँ यो स्पन्जबाट चाहिँ सक्सन गर्छ कि, सक्सन गरेर यहाँ माथिबाट फाल्छ। सो त्यो गर्ने बेला चाहिँ के भयो भने यो जुन स्पन्ज छ यसले चाहिँ हाम्रो पानीमा भएको पार्टिकल्सहरू, मसलिनो पार्टिकल्स सबै क्याच गरेर राख्छ। र यो स्पन्जमै भनेको हाम्रो बेनिफिसियल ब्याक्टेरिया पनि ग्रो त हुने भइहाल्यो होइन। अब यसलाई युज गर्ने तरिका सिकौँ र यसलाई क्लिन गर्ने तरिका सिकौँ है त गाइस। अब यसको लागि केही पनि त्यति ठुलो त रकेट साइन्स त होइन। त्यही पनि देखाउँदैछु। जोहरूलाई बुझ्नु छ, जसलाई बुझ्नु छ उहाँहरूको लागि मात्रै देखाउँदैछु होइन। अब यसमा भनेको हाम्रो यो पाइप जस्तो आउँछ एउटा है। यसलाई चाहिँ मैले यहाँभित्र हालेँ है। यहाँभित्र हालेँ किनकि पाइपभित्र किन हालेँ भने पछि हामीलाई यहाँभित्र छेडाउन सक्दैन। अब यो एउटा नोजल चाहिँ हाम्रो यो चाहिँ यसमा गयो है। पाइप चाहिँ यसमा गयो है। यसमा यसरी छिड्छ, हेर्नु त छिड्यो। र यसलाई यसरी हामी राखिदिन्छौँ है। यसरी राखेपछि यो अड्क्यो र हामी यसलाई यहाँभित्र यसरी राख्छौँ है त। मैले चाहिँ अब बन्द गर्दैछु कि यो फिल्टर है। यो फिल्टर चाहिँ मैले अफ गरिदिएँ। यो फिल्टर मैले यसरी राख्दिएँ बिचमा, वा जता तपाईँलाई ठिक लाग्छ त्यतै राख्दिनु होला। अहिलेको लागि चाहिँ मैले यहाँ बिचमा राख्दैछु तपाईँहरूलाई देखाउनको लागि चाहिँ है। ल ओके, त्यसमा राखेँ। अनि यो हाम्रो एरेसन पाइप भइहाल्यो। यो पनि सबै माछा पसल समयमा एभाइलेबल त भइहाल्छ। र त्यसमा भनेपछि हाम्रो पम्प मैले खोल्ने है। पम्पको बारेमा पनि म दुई तिनवटा कुरा भन्छु। पम्प यसलाई भन्छ हामी एयर पम्प होइन। यही मोडल लिनुपर्छ भन्ने छैन, यही गर्नुपर्छ भन्ने छैन है। हामीसँग धेरै मार्केटमा अभाइलेबल छ। यो चाहिँ सिङ्गल एयर पम्प हो। सिङ्गल एयर पम्प भन्नाले एउटा मात्र आउटलेट हुन्छ नि। डबल एयर पम्पको चाहिँ हाम्रो यो हावा निस्किने चाहिँ डबल हुन्छ, डबल आउटलेट हुन्छ। र यसको हाम्रो यो पाइप त हामीले यहाँ राख्यौँ। अब यसको एन्ड पाइप चाहिँ हामी यसमा जोड्छौँ है। यसमा जोड्ने हो होइन। यसमा चाहिँ म्याक्सिमम् फिल्टरमा चाहिँ अहिले यो हाई र लो प्रेसरको इनबिल्टै आउँछ यसमा होइन। तर पनि हाई प्रेसर र लो प्रेसर गर्ने यो बटन यसमै आउँछ। तर पनि हामी सेफ साइडको लागि चाहिँ एउटा कन्ट्रोलर चाहिँ लिन्छौँ है। यो कन्ट्रोलरको काम के हो मैले यसमा चलाएर देखाइदिन्छु, तपाईँहरूलाई धेरैलाई त थाहा नै छ। र अर्को एउटा भनेको यसमा जोड्न पर्ने चाहिँ यहाँनिर चाहिँ एउटा चेक भल्भ चाहिँ राखेको राम्रो। चेक भल्भ चाहिँ अहिले मसँग एभाइलेबल छैन। चेक भल्भ चाहिँ तपाईँलाई के हो भनेर म नेक्स्ट कुनै भिडियोमा
जनाउला, किनकि त्यो चाहिँ भल्भले के हुन्छ नि माथिको पानी रिटर्न भएर हाम्रो पम्प आउन दिँदैन है। त्यसको लागि हाम्रो अर्को एउटा पनि ट्रिक छ, म त्यो अहिले भन्ने नै छु है। ल ठिक छ, पहिलाको लागि यो जोडौँ है त, हामी यो जोडौँ। ओके जोडियो है। म अहिलेको लागि यसलाई चाहिँ फुल अनै गरेर राखिदिन्छु है, फुल अन गरेर राखिदिन्छु। ल ओके, अब म पहिला यो पम्पलाई जोडेर हजुरहरूलाई देखाउँछु है त। ल हेर्नु त, आवाज पनि आयो होला हजुरहरूलाई होइन, जोडेको छु। हाम्रो स्पन्ज फिल्टर चल्यो है। अब यो मेरो लोमा छ जस्तो लाग्यो, मैले यो स्विच देखाएको थिएँ नि अघि, यो स्विचलाई अन गर्छु। अन गरेपछि हेर्नु त अहिले पावरमा आयो है, धेरै पावरमा फ्लो आयो। यसमा चाहिँ हाम्रो माथिको मात्र फ्लो भयो भने साइडमा छैन नि त, माछाहरूलाई पनि त्यति स्ट्रेस हुँदैन। र यो पनि युज गर्न सक्नुहुन्छ। यो युज गर्दा चाहिँ सकेसम्म बरु सकिन्छ भने अलिक बिग साइजको युज गर्नु स्पन्ज फिल्टर होइन। नत्र भए चाहिँ के गर्नु भने हजुरहरूले के गर्न सक्नुहुन्छ भने यो गर्दा चाहिँ नानो फिसहरू मात्र राख्ने, सानो सानो हुने फिसहरू, तर एकदम लिमिटेड पिस राख्ने, धेरै नराख्ने है, एकदम धेरै चाहिँ नराख्नु होला यो युज गर्दा चाहिँ है त। ल अब अर्को भनेको यो मैले देखाएँ, यो पावरमा छ, यो कममा भयो फेरि। तर यसलाई नै हाम्रो यत्रो आइरहेछ नि, मलाई सपोज यत्रो फ्लो चाहिएकै छैन, यत्रो फ्लो चाहिएकै छैन नि, यसबाट कम गर्नु मिल्यो कि। हेर्नुहोस् त, म यहाँ बन्द गर्छु, त्यो कम हुँदै जान्छ हेर्नु है, होइन मलाई यतिको मात्र चाहियो। अझै सानो गर्छु भने नि पाइयो। यो त बन्द नै भयो, मैले पुरै बन्दै गरिदिएँ हो होइन। अब थोरै खोल्छु। यो चाहिँ हाम्रो एयर फ्लो कन्ट्रोल गर्ने हो हजुरहरूलाई। यसको आइडिया त थाहा भइहाल्यो कति चाहिन्छ भनेर, यो कन्ट्रोलरको थाहा भइसक्यो है। अब यसको भनौँ न, मैले अघि चेक भल्भको कुरा गरेँ नि, जुन पानी रिटर्न हुन नदिन, सकेसम्म चाहिँ हाम्रो एयर पम्प चाहिँ यो पानीको लेभल छ नि, त्योभन्दा मुनि चाहिँ कहिले पनि नराखौँ यसरी है, सकेसम्म नराखौँ। किनकि कहिलेकाहीँ बत्तीकाला स्वाट पानी ब्याक भएर हाम्रो यो पम्पसम्म आउन सक्छ। सो यो पम्पलाई चाहिँ जहिले पनि सकिन्छ भने पानीको लेभलका हाइटको माथिपट्टि राख्नु है गाइस, सकेसम्म माथिपट्टि। अब कतिपयले एक्वेरियममै माथि भन्दा पनि अब कतै छ होला, जस पानीको लेभलभन्दा माथि राख्नु पऱ्यो है, जसले गर्दा चाहिँ त्यो फ्लो हाम्रो ब्याक हुन नपरोस् है। ल ओके, यसको तपाईँहरूले बुझ्नु सक्नुभयो। यसको पनि सफा गर्ने ट्रिक एकदम सजिलो छ। हामी पहिला एयर पम्प बन्द गर्छौँ, बन्द गरिसकेपछि हामीले स्पन्ज फिल्टरलाई बिस्तारै निकाल्छौँ है। निकालिसकेपछि साइडमा अब एउटा जग वा यता राखेर म तपाईँलाई देखाउँछु। यसमा राखेर यो निस्किन्छ, हेर्नुहोस् त, हाम्रो माथिको निस्क्यो नि, यसरी निस्किन्छ। यसलाई निकाल्छौँ, यस्तो हुन्छ भित्र। यसलाई हामी साइड लगाउँछौँ। यो मात्रै चाहियो हामीलाई सफा गर्ने बेला। सो सेम प्रोसेस हाम्रो एक्वेरियमकै पानी निकाल्ने, मैले भने नि एक्वेरियम सफा गर्ने सबै गरिसक्यो। लास्टमा हामी त्यो एक्वेरियमको पानी निकालेकै पानीमा यसरी मजाले सफा गर्छौँ। हेर्नु त, फोहोर निस्केछ होइन, फोहोर त निस्केछ। अनि मजाले 2-3 पानी यसरी सफा गरिसकेपछि यो सफा हुन्छ। र यसलाई फेरि हामी यसलाई लगाइदिन्छौँ, यसरी राख्छौँ। र अघि नै हाम्रो यसलाई पनि यसरी नै लगाइदिन्छौँ। इट्स रेडी, एकदम सिम्पल छ है। यसलाई त्यसपछि हामी फेरि यहाँ एक्वेरियममा हालिदिन्छौँ। हालिदिइसकेपछि चलाइदिएपछि इट्स रेडी होइन, एकदम सिम्पल छ। सिम्पल कस्तो सिम्पल देखायो भनेर भनिराख्नु भयो होला। हो, तपाईँको लागि सिम्पल होला होइन, कतिको लागि सिम्पल छैन। जोहरू गर्न खोज्दै हुनुहुन्छ, यो हबीमा छिर्न खोज्दै हुनुहुन्छ, उहाँहरूलाई चाहिँ आइडिया हुँदैन। सो मैले त्यही आइडिया दिइरहेको हो होइन। ओके गाइस, मैले भन्न खोजेको त्यति हो होइन। मैले चाहिँ आउनेहरूको लागि भन्दा पनि भर्खर हबी स्टार्ट गर्न खोजेकोहरूको लागि बनाएको भिडियो हो। हजुरहरूलाई कस्तो लाग्यो होइन, के कस्तो लाग्यो भन्नु होला। अनि लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। अब यत्रो भद्रगोल छ, यो सफाइ गर्नु पऱ्यो। भिडियो बनाएर मिहिनेत गरिसकेपछि होइन, हजुरहरू सब्सक्राइब गरिदिनु भयो भने अझै नयाँ भिडियो बनाउनु अझै जोस आउँछ। अब अर्को भिडियो मेरो विचारमा नेक्स्टमा चाहिँ चाँडै नै यो ट्याङ्कको आउँछ होला, यसको रिस्केप गर्ने। अनि अर्को भनेको चाहिँ लोटेक ट्याङ्कहरूको पनि गर्नेछु चाँडै नै, अनि ह्याङ अन ब्याक फिल्टरहरूको। सो गाइस, सब्सक्राइब गर्दै गर्नु होला, लाइक ठोक्नु बिर्सिनु होला है, अनि सेयर पनि गर्नु होला साथीहरूलाई है त। ओके गाइस, बाई बाई, सी यू टिल नेक्स्ट भिडियो। जय नेपाल।